नमस्कार साथीहरू, तपाईँलाई स्वागत छ हाम्रो फेसबुक पेज स्पोर्ट नेपालमा। आज हामी नेपाल महिला राष्ट्रिय फुटबल टिमको एक ऐतिहासिक यात्राको बारेमा कुरा गर्दैछौँ। हालै नेपालको महिला टिम थाइल्यान्डको भ्रमणमा निस्केको छ, जहाँ उनीहरूले दुईवटा महत्त्वपूर्ण खेल खेल्दैछन्। यी खेलहरू 2026को एएफसी एसियन महिला कप छनौटको तयारीका लागि अत्यन्तै महत्त्वपूर्ण मानिएका छन्। टोलीलाई विदाई गर्ने क्रममा प्रमुख प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एन्जिलाले एसियन कप छनौटमा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन्। प्रशिक्षक तामाङका अनुसार यदि नेपालले 2026को एसियन कप अस्ट्रेलियामा पुग्न सकेमा त्यो नै एउटा ऐतिहासिक उपलब्धि हुनेछ। त्यो यात्रा 2027को महिला विश्वकप र लस एन्जलसको ओलम्पिकको ढोका पनि खुल्न सक्छ। तर यो लक्ष्य सहज छैन। 34 टिमलाई 8 समूहमा विभाजन गरिएको छनौटमा नेपाल समूह एफमा परेको छ, जहाँ उज्बेकिस्तान, लाओस र श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यो समूहको सबै खेलहरू उज्बेकिस्तानमा राउन्ड रोबिन फर्मेटमा खेलिनेछन्। इन्फा महासचिव किरण राईले उज्बेकिस्तानलाई समूहको सबैभन्दा बलियो टोली भनेका छन् र थाइल्यान्डमा हुने तयारी बिना सामना गर्नुपर्ने हो भने यो चुनौती एकदमै कडा हुने जनाएका छन्। एन्फा अध्यक्ष पङ्कज विक्रम नेमाङले पनि यदि नेपालले थाइल्यान्ड विरुद्ध राम्रो प्रदर्शन गर्न सक्यो भने यो समूहमा दबाव सिर्जना गर्न महत्त्वपूर्ण हुने बताएका छन्। थाइल्यान्डसँगको महत्त्वपूर्ण खेलहरू इतिहासमा पहिलोपटक फिफा र्याङ्किङमा शीर्ष 50 स्थानमा रहेको टिम थाइल्यान्ड हाल 47औं स्थानमा छ भने उज्बेकिस्तान 50औं स्थानमा छ। नेपालले 49औं स्थानमा रहेको छ। पहिलो खेलमा मे 30मा हुने भएको छ, जहाँ क्लोज डोरमा खेल खेलिनेछ भने दोस्रो खेल जुन 2मा दर्शक सहितको हुनेछ। प्रशिक्षक तामाङले पहिलो खेल बन्द ढोकामा हुनुको कारण थाइल्यान्डले हाम्रो टोलीलाई नजिकबाट बुझ्न चाहनु भएको हुन सक्ने बताएका छन्। कप्तान एन्जिला, जो हाल ग्रिसको उच्च लिगमा खेल्दैछन् र टिमको मिडफिल्ड र अग्रभाग बलियो भए पनि डिफेन्समा समस्या रहेको स्वीकारेकी छन्। उनले गोल लाइनबाट डिफेन्डरहरूलाई बोलाउँदा कहिलेकाहीँ आवाज नपुग्ने समस्या हुने बताइन्, तर टोली अहिले तालिममा राम्रो समन्वय गर्दै अघि बढिरहेको पनि बताएकी छन्। प्रशिक्षक तामाङले रेखा पौडेल र सावित्रा भण्डारी सिधै थाइल्यान्डबाट टोलीमा सहभागी हुने जानकारी दिएका छन्। थाइल्यान्ड भ्रमणपछि टिमलाई एक युएइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षण दिनेछन्। प्रशिक्षक तामाङले नयाँ प्रशिक्षकसँग सहायक प्रशिक्षकको रूपमा काम गर्न पाउने आशा व्यक्त गरेका पनि थिए, तर एन्फाका अधिकारीहरूले त्यो सुनिश्चित छैन भनेका छन्, किनभने हाल विश्व फुटबलमा महिला टिममा महिला सहायक वा फिजियोको माग बढ्दो रहेको छ। एसियन कप छनौटमा नेपालको पहिलो खेल जुन 29मा लाओस विरुद्ध हुनेछ, दोस्रो खेल जुलाई 2मा श्रीलङ्का र अन्तिम खेल जुलाई 5मा उज्बेकिस्तानसँग हुनेछ। छनौटको 8 समूह विजेता टिमलाई एसियन कपमा प्रवेश गर्नेछन्, जहाँ आयोजक अस्ट्रेलिया र अघिल्लो संस्करणका शीर्ष 3 टिमहरू चीन, दक्षिण कोरिया र जापान पहिले नै छनौट भइसकेका छन्। यदि नेपालले एसियन कप क्वार्टर फाइनलसम्म पुग्न सक्यो भने 2027को विश्वकप र लस एन्जलस 2028को ओलम्पिकमा पुग्ने ढोका खुल्न सक्छ। नेपालले सन् 1986, 1989 र 1999मा एसियन कपमा भाग लिएको थियो, तर त्यतिबेला टिमहरूलाई सिधै निमन्त्रणा दिइन्थ्यो। तर 2006 देखि छनौट प्रणाली सुरु भएको छ। नेपाल अहिलेसम्म फाइनल चरणमा पुग्न सकेको छैन। यसपटक नेपाल महिला फुटबल टिमले इतिहास रच्ने सम्भावना बोकेको छ, जसको सुरुवात थाइल्यान्डको मैदानबाट सुरु हुनेछ। र यदि हामीले थाइल्यान्डलाई जित्न सक्यौँ भने हाम्रो मनोबल एकदमै उच्च देखिने छ र हामीले उज्बेकिस्तानमा हुने ग्रुप एफका खेलहरूमा पनि राम्रो प्रदर्शन गर्न सक्नेछौँ। र त्यसबाट यदि हामीले ग्रुपको टेबल टप गर्न सफल भयो भने 2026 एएफसी एसियन कप जुन अस्ट्रेलियामा हुन गइरहेको छ, त्यो खेल हामीले सजिलै खेल्न सक्नेछौँ। र यस्तै अन्य अपडेटका लागि फेसबुक पेज स्पोर्ट नेपाललाई फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।